आज पनि माइतीघर मण्डलामा जनसागर उर्लिएको छ। सहकारी पीडित, भूमिहीन पीडित, मिटर ब्याजी पीडित र हालै सुनसरीमा भएको झडपको कुरालाई लिएर विभिन्न ठाउँबाट आज जनसागर उर्लिएको छ र धेरै सुरक्षा कर्मीहरू पनि तैनात गरिएको अवस्था छ। सुनसरीको यो घटनामा एकदमै प्री प्लान र बनी बनाउट डिजाइन रचिएको छ भन्ने धेरैको जिज्ञासा सुनिएको छ र त्यसमध्ये पनि शङ्का लाग्नुपर्ने कुरा के छ भन्दाखेरि जब हिन्दू धर्मावलम्बीहरू बोलबमको कार्यक्रममा उनीहरू जब बाजा गाजा सहित भजन कीर्तन सहित उनीहरू जब गुज्रिरहेका हुन्छन्, त्यो बाटोबाट हिँडिरहेका हुन्छन् र एक्कासी बत्ती जान्छ अनि त्यसपछि गोली चल्छ र गोली पनि कहाँ लाग्छ? हिन्दूहरूको छातीमा। र त्यसपछि पनि जब त्यसको भोलिपल्ट जब त्यहाँ समाचारहरू यत्रतत्र छरिन्छन् र सबैको समाचार र विश्लेषणले के भन्छ भने त्यो गोली प्रहरीहरूको बन्दुकबाट चलेको होइन, त्यो गोली अन्य कोही बन्दुकहरूबाट, अन्य कोही हतियारबाट चलेको आशंका छ। यसको मतलब के थियो भने यिनीहरू यसरी यो बाटोबाट आउँछन् र यति बेला यसरी बत्ती मार्ने र त्यही बेला अन्धाधुन गोली चलाउने, यसरी रचिएको थियो यो डिजाइन भन्ने धेरैको आकांक्षा छ। र यसमा यदि सरकारले तुरुन्त छिटोभन्दा छिटो छानबिन र यसमा गरेको जुन अपराधीहरू छ उनीहरूलाई तुरुन्तै कारबाही गरेन भने यसले अझै ठुलो रूप लिन्छ, उग्र रूप लिन्छ र देशैभरि रक्तपात हुन्छ। दिनैभरि आज माइतीघर मण्डलामा यो अवस्था देखियो। जस्ताको तस्तै म तपाईहरूको अगाडि सम्प्रेषण गर्दैछु। केही दृश्यहरू हेर्नुहोस् दर्शकबिन। अब के भन्नुहुन्छ सरकारले यस विषयमा? सरकारसँग यही माग गर्न चाहन्छु, जसरी हाम्रो हिन्दूलाई मार्यो त्यस्तै जो सिडिओ मारेको छ या जसरी मारेको छ मलाई मतलब छैन, जसले हत्या गर्यो त्यसलाई त्यस्तै उपचार हुनुपर्छ। हाम्रो देश चाहिँ एकदमै द्वन्द्वको भूमरीमा फैसक्यो। अब यो सम्हालि नसक्नु हुने अवस्था देखिन्छ। त्यो तराईमा अब हिन्दू मुस्लिमको दङ्गा एकदम ठुलो रूपले बढ्नेवाला छ। पहाडमा चाहिँ यो आज हजुरहरू यहाँ चाहिँ जम्मा हुनुभएको के को लागि विशेष? हाम्रो सहकारी पीडित हो। सहकारी पीडित अनि ल कतिजना आउनुभएको छ तपाईँहरू? हामी 1500 जना, हिजो 20,000 जति थिए, आज 1500 जना छ। अनि कहिलेसम्म हुन्छ तपाईँहरू यो आन्दोलन? हजुर, कहिलेसम्म हुन्छ यो आन्दोलन? हाम्रो पैसा बचत फिर्ता नपाउँदासम्म आन्दोलन जारी रहन्छ। सुकुम्बासीलाई घाँस भातको बाटो ग्यारेन्टी गर, सुकुम्बासीलाई घाँस भातको बाटो ग्यारेन्टी गर, धार्मिक हिंसा बन्द गर, आतंक बन्द गर, इलाम बिग्री बन्द गर, कालो सूचीमा राख्ने र सूचना प्रकाशन गर्ने काम बन्द गर। सुनसरीको घटना यो सबै प्री प्लान गरेर यो गराएको घटना हो। घटना आउनुभन्दा केही अघि पहिला बत्ती काट्नु, घटना पछि बत्ती आउनु र यो ताकि प्रहरीले गोली हाने होइन, जो मात्र भ्रम फैलाइरहेछ, जो एउटा लहर चलाइरहेछ कि प्रहरीले गोली हाने हो। प्रहरीले होइन, जो गोली मुस्लिम जिहादीहरूले हाने हो। ल यो कुरा स्पष्ट भन्न सक्छु विदाउट एनी डाउट, यो मुस्लिमहरूकै काम हो। अनि अहिले रातिको घटना भयो, अहिले सिडिओले कतै केही भनेको छैन। सिडिओले भनिरहेको छ मैले आदेश दिएकै छैन। रुटिन अफ नेपाल भिक्टर पौडेललाई कसरी थाहा भयो कि प्रहरीले गोली चलाएको छ? मैले बिहान नै घटनाको भोलिपल्ट अहिले पनि हाम्रो सुझाव के छ भने भारत सरकार चाहिँ भित्र ढुकेर नबस, कम्तीमा बाहिर निस्केर छलफल गरेर यत्रो देशमा आगो बढिरहेको छ, आन्दोलन भइरहेछ। आन्दोलनकारीहरूसँग यो चाहिँ छलफल गर, वार्ता गर, जति निकास निकाल्न सकिन्छ त्यति निकास निकाल। जति अहिले तत्कालै सकिन्न भने यो यति समयमा हामी गर्छौँ भनेर चाहिँ आश्वासन दिएर लिखित रूपमा सम्झौता गरेर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ। यो सडकमा मुद्दाहरूलाई सडकमा छत्ताछुल्ल छोडिनु हुँदैन। कुनै न कुनै प्रकारको समस्या खोजोस् भन्ने मेरो अनुरोध छ भारत सरकारलाई। हस्, धन्यवाद।
त्यहाँ हिन्दू र मुस्लिमको दङ्गा चाहिँ गराउन यो सरकारले खोजिरहेको छ। यो देशलाई नै तहस नहस बनाउन खोजिरहेको छ अहिलेको सरकारले। र यो सरकारले भित्र बाहिर चाहिँ कतै वार्ता नगर्ने यो लुकिकन यो चाहिँ यो देशलाई एउटा ठुलो भड्कारोमा हाल्न खोजिरहेको छ कि जस्तो मलाई लागेको छ। यो बेठिक भइरहेको पर्व मनाइरहेछ, जल दिनलाई तयार भएर जाँदैछन्। अर्को समुदायले आएर आक्रमण गर्यो, त्यसले आक्रमण भनिन्छ कि झडप भनिन्छ? सही हो नि? आक्रमण भनिन्छ, त्यसलाई झडप कसरी भन्छ? त्यही त। अनि 10 वटा 12 वटा गोली चल्नु भनेको हिन्दूलाई पनि मात्र लाग्नु भनेको के रिजन हो त्यो पनि? यदि प्रहरीले हवाई फायरिङ गरिरहेछ भने हवाई फायरिङ सुनेर त जनताहरू भाग्यो, हिन्दूहरूले भाग्यो। 25 राउन्ड गोली कसरी चल्छ? यी हिन्दूहरू भागिरहेछ भने कन्ट्रोल गर्न सकिन्छ। यस्तो अवस्था आउँछ। यो 25 राउन्ड चलाउने यो प्रहरीहरू हुनै सक्दैन। यो मुस्लिम जिहादीहरू जुन त्यहाँ सुनसरीमा घटना भएको छ, म त्यो ठाउँमा कतिपल्ट गएको छु। त्यहाँ तपाईँलाई फिल हुन्छ तपाईँ नेपालमा होइन, तपाईँ अफगानिस्तान, पाकिस्तान, बङ्गलादेशमा हुनुहुन्छ। त्यहाँको मान्छेहरूले हाम्रो यो नेपालको संविधान पनि मान्दैन, सरिया कानुन मान्छन्, जुन उनीहरूको किताबमा छ, कुरानमा। उनीहरू नेपाल होइन, उनीहरूको लागि हामी हिन्दू काफिर हो, नन मुस्लिम उनीहरूको लागि काफिर हो। र यो कुरा उनीहरूको कुरानमा स्पष्ट लेखिएको छ। जहाँ तपाईँहरूको जनसङ्ख्या कम छ त्यहाँ भाइचाराको कुरा गर्नु, शान्त भएर बस्नु, मिलिजुली बस्नु, यसलाई अल्पक्रिया भनिन्छ। र जहाँ जनसङ्ख्या बढी छ, यो सुनसरी घटना लिएर हो। हाम्रो त माग प्रष्ट छ। हेर्नु, हामी हिन्दू जहिले पनि सहनशील हुन्छौँ, तर यदि पनि होइन, जहाँ धर्मको कुरा आउँछ हाम्रो धर्मले हामीले शस्त्र र शास्त्र दुइटै सिकाएको छ। यदि हामीले समय आयो भने हामी शस्त्र पनि उठाउन डराउँदैनौँ। मलाई मेरो पढाइसँग केही मतलब छैन, मलाई मेरो घर परिवारसँग मतलब छैन। आई एम अ म्याड हिन्दू। मलाई मेरो धर्म चाहिन्छ। पहिला मेरो लागि यदि सबभन्दा केही इम्पोर्टेन्ट छ भने धर्म, किनकि मेरो धर्मले सिकाउँछ मानवता के हो, मेरो धर्मले सिकाउँछ राष्ट्र प्रेम के हो। तर अन्य धर्म यो दृश्यहरू देखेर तपाईलाई कस्तो लाग्छ? तपाईको आफ्नो विचार कमेन्ट गरिदिनु होला।